यो वादी समुदायको इतिहास र उनीहरूको लामो सङ्घर्षको नालीबेली बुझाउने एउटा सटिक सार संक्षेप हो। कुनै बेलाका सम्मानित कलाकारहरूलाई समाजले कसरी देह व्यापारीको गलत त्याग भिरायो र उनीहरूको न्यायको लडाईँ आज कहाँ पुगेको छ भन्ने यथार्थ मज्जाले देखाउँछ। पहिलो कुरा, इतिहासकै पाना पल्टाएर हेरौँ है त। 14औं शताब्दीतिर वादी समुदाय साना राजा महाराजाहरूका एकदमै सम्मानित सङ्गीतकार थिए। तर राज्य एकीकरणपछि उनीहरूले आश्रय गुमाएर सडकमा पुग्न बाध्य भए। त्यही घुमन्ते अवस्थाको फाइदा उठाएर गाउँका पहुँचवालाहरूले उनीहरूमाथि शोषण गरे र कालान्तरमा पुरै समुदायलाई नै देह व्यापारीको ट्याग भिराइयो। सोच्नुस् त, दरबारका ती सम्मानित कलाकारहरू एक्कासी सडकमा फालिँदा उनीहरूको अस्तित्वमै कत्रो ठूलो प्रहार भयो होला। दोस्रो, यो निरन्तरको चोट सहन नसकेपछि उनीहरू सडकमा उत्रिनै पर्ने अवस्था आयो।